सो एउटा आँखा चाहिँ सक्सेसफुल भयो है। अहिले कति बज्यो भने चाहिँ 5-6 बज्यो। एउटा आँखा चाहिँ सक्सेसफुल भयो। अब अर्को आँखा चाहिँ 4-5 दिन रेस्ट गर्नुपर्छ अरे, 3 दिन 4 दिन होइन। अलिकति मिसकन्सेप्सन भएर पनि त्यो भएको रहेछ, पैसा तिर्नु परेछ, नत्र फ्रीमै गरिदिनु हुन्थ्यो भन्नुभएको थियो डाक्टर साहबले। हुन त 3-4 महिना अगाडि नै बोलाउनु भएको थियो। अब त्यो बेलामा त्यो जग्गाले गर्दा पनि ढिला भयो गाइज होइन। केही छैन, अब एउटा आँखाको पैसा तिरेँ 14,000, त्यसपछि 1310, अनि 2475, अनि 540। केही छैन, नचाहिने कुरालाई पैसा खर्च भएन तपाईँहरूको है, चाहिने कुरालाई भएको। अर्को आँखा चाहिँ फ्रीमा गरिदिनु भन्नुभएको छ, किनकि जोसँग कुरा भएको थियो उहाँले अलिकति ढिला मेसेज गर्नुभयो। तर केही छैन, उहाँले धन्न एउटा आँखा चाहिँ त्यो मेसेज एउटाले गर्दाखेरि चाहिँ एउटा आँखा फ्रीमा भयो। त्यही ठुलो कुरा हो मेरो लागि। त्यही हो, ईश्वरमा सक्दो हेल्प गर्नु होला गाइस। त्यही हो, एउटा आँखा देख्ने भयो आमाले। अब हस्, थ्याङ्क यू।